र साथीभाइ हो सुनेको थिएँ काग बेसी बाठो भयो भने चाहिँ उखान छ अरे है। तर हाम्रो पाहाडमा चाहिँ हाम्रो पाहाडहरू बेसी बाठै भयो भने चाहिँ क्या यस्तो हुँदो रहेछ होइन। हाम्रो पाहाडमा जति नै विकासहरू आयो भने पनि यो गाउँले राजनीति होइन आफ्नो स्वार्थीपन आफू मात्रै खाउँ आफू मात्रै आफ्नै लागि मात्रै सोच्ने त्यो छ नि विचारधारणा एक प्रकारको नेरोनेटिभ होइन एउटा साङ्गुरिएको धारणा छ त्यो चाहिँ त्याग्नुपर्छ जस्तो लाग्छ है। अहिले पाहाडमा भइरहेको जुन चाहिँ पानीको त्यो छ नि महामारी सुकौरो दिन्छौँ त्यसले चाहिँ यही भन्छ कि हाम्रो पाहाडमा विकासै आयो नि जति ठुलो प्रगतिशील बोकेर आएको पनि विकास आयो भने हाम्रो निजी जिन्दगीमा चाहिँ त्यसले सायदै राम्रो असर चाहिँ गर्दैन क्या गराउन सक्दैन।